निन्दामा आफ्नो जीवनलाई व्यतीत गरिरह्यौँ भनेदेखि यो मानिसको जिन्दगी पाएको पनि केही अर्थ हुँदैन रहेछ। आफ्नो भगवानको चिन्तन गर्नु अरे के भगवानको चिन्तनले चाहिँ हामीलाई त्यो लोकमा पुर्याउँछ अरे र अरूको चिन्तनले अरू सम्पत्तिको र भौतिक संसारको मान्छेको चिन्तनले हामीलाई नर्कमा र हामीलाई भन्छन् चितामा पुर्याउँछ। त्यो चिन्तनले त्यो विचारले हामीलाई चाहिँ नर्कमा अथवा हामीलाई चाहिँ चितामा पुर्याउँछ भनेर हामीले बुझ्दै सुन्दै पनि आइरहेका छौँ। र भगवानको चिन्तन गरौँ, अरूको चिन्तन गर्नुभन्दा भगवानको चिन्तन गरौँ। यो जीवन हामीले किन पायौँ, के को लागि पायौँ, कहाँनिर चुक्यौँ, कहाँ कर्म बिग्रियो भन्ने कुराहरू आफूले म चाहिँ त्यो कुराहरू महसुस गरिरहेछु। अस्ति त्यत्रो घटनाबाट हामी बचेर आयौँ, यहाँसम्म आइपुग्यौँ। एकजना आमाले आफ्नो प्राण छोड्नुभयो, यो संसारबाट बिदा हुनुभयो, हामी सबै बाँचेर आयौँ। अब राम्रो कर्म रहेछ उहाँको, म भन्छु कि उहाँले यति राम्रो कर्म गर्नुभएको रहेछ कि आफ्नो भगवानको धाममा जाँदै आफ्नो प्राण गयो भनेपछि उहाँको पुरै भगवानकै शरणमा उहाँको आत्मा गएर मिलिसक्यो जस्तो लाग्छ मलाई। र हामी पनि शुद्ध कर्म, शुद्ध विचार र शुद्ध भावनाका साथ भगवानले मलाई पनि अघि बढ्ने प्रेरणा दिनुहोस्।